23 गते गोली चलेको पनि साँचो हो र ताकी टाउकोमा गोली हानेको कुरा पनि सत्य हो। तर चुनावको मुखैमा बीबीसीले समाचार प्रसारण गर्नु भनेको यो सरासर गलत हो। 5000 भिडियो एनालाइज गरेर 40 मिनटको भिडियो बनाउन मिनिमम 5-6 घण्टामा त्यो भिडियो बनाइ सकिन्छ। तर 5-6 महिनासम्म कुरेर बसेर चुनावको अगाडि नै यो भिडियो प्रसारण गर्नुको तात्पर्य के हो? आजभन्दा केही वर्ष पहिले पनि वीरेन्द्र राजा मारिँदाखेरि पनि यसरी नै बीबीसीले समाचार प्रसारण गरेको थियो र त्यति बेला समाचार तोडमोड गरेर समाचार बजाइएको थियो। के नियत बसले विदेशीले हाम्रो नेपालमा हस्तक्षेप गर्छन्, कस्तो समाचारले कस्तो प्रभाव पार्छ भन्ने राम्ररी बुझेका यिनीहरूले त्यत्तिकै यो समाचार प्रसारण गरेको पक्कै पनि होइन। कृपया हामी सबैले भिडियो हेर्दा बुझ्दा समाचार हेर्दा हामी सबैले एकपटक मनन गर्न जरुरी छ। कथा साँचो हो तर यहाँ भावनात्मक खेल खेलिँदैछ।